गर्मी महिनाको सुरुवातीसँगै इच्छाकामना वडा नम्बर को जलबिरे झरनामा पर्यटकको चाप बढ्न थालेको छ। इच्छाकामना गाउँपालिका 6 स्थित लामो झरनामा जाडो महिना सकिएर गर्मी महिनाको सुरुवात भएसँगै पर्यटकहरूको आगमन बढ्न थालेको छ। मुगलिनबाट नारायणघाटतर्फ 7 किलोमिटरको दूरीमा अवस्थित यो झरना पछिल्ला केही वर्ष यता पर्यटकको गन्तव्यको केन्द्र बनिरहेको छ। नारायणघाट मुगलिन सडक खण्डबाट 15 मिनटको पैदल यात्रा पश्चात पुगिने यस झरनामा गर्मी महिनामा पर्यटकको संख्या बढ्ने गरेको हो। आई एम फ्रॉम इंडिया, बिहार। इट्स अ वेरी गुड प्लेस। काफ़ी अच्छा लग रहा है यहाँ पे आके। बहुत लाइक नेचुरल टच बहुत ज़्यादा है इस जगह पे। थेरेप्यूटिक, ज़्यादा थेरेप्यूटिक था। हम अपने दोस्तों के साथ आए, हमें बहुत मज़ा आया। गर्मी महिना लागेपछि दैनिक 300 देखि 400 पर्यटकहरू झरनाको अवलोकन गर्न आउने जलबिरे झरना विकास समितिका सचिव अमर अधिकारीले जानकारी दिए। 300 देखि 400 सम्म एभरेजमा, जस्तो चैत वैशाखमा आउँछन् 600-700 जना पनि आउँछन्। अब जाडोको बेलामा कम हुन्छ, तर सरदरमा 300-400 जना चाहिँ करिब पुग्छ। शनिबार र बिदाका समयमा यो संख्या अझ बढी हुने गरेको उनको भनाइ छ। लामो झरना काठमाडौँबाट केवल 5 घण्टाको दूरीमा अवस्थित छ, जसले गर्दा गर्मी र थकानबाट राहत चाहने आन्तरिक पर्यटकका लागि एक प्रमुख आकर्षणको केन्द्र बनिरहेको छ। म यसो घुम्नलाई आएको, मनोकामना गोर्खा गएर आएको, यहाँ रमाइलो छ भनेर यता हामी काठमाडौँबाट आएको। यहाँ धेरै धेरै रमाइलो रहेछ यो ठाउँ। भक्तपुर नगरपालिका वडा नम्बर 10 बाट हामी त्यहाँ टुरको लागि आएको, जलबिरे घुम्न आएको। एकदम रमाइलो लाग्यो मलाई। यहाँ प्रवेशका लागि स्वदेशी पर्यटकलाई रु 50 र विदेशी पर्यटकहरूका लागि रु 100 को शुल्क तोकिएको छ। जलबिरे झरनामा क्यानोनिङको पनि व्यवस्था रहेको छ। क्यानोनिङको लागि भने स्वदेशी पर्यटकलाई 100 रुपैयाँ र विदेशी पर्यटकलाई 500 रुपैयाँ तोकिएको छ। अब यसको यहाँ चाहिँ यो झरना अवलोकन गर्ने लगायत अरू पनि यहाँ तलतिर क्यानोनिङको काम पनि हुन्छ। त्यहाँ चाहिँ विदेशीहरू, विशेष गरेर विदेशीहरू आउने गरे हुन्छन्। उनीहरूलाई चाहिँ प्रति व्यक्ति 500 रुपैयाँ लिने गर्छ। यहाँ त यहाँदेखि मुनि सबै तलैसम्म चाहिँ झर्नै हुन्। झरनामा पानीको फोहरा र यहाँको चिसो हावाले पर्यटकका लागि एक अविस्मरणीय अनुभव प्रदान गर्दछ। पर्यटनको क्षेत्रको विकासका लागि 2067 सालदेखि काम भइरहेको छ। यस क्षेत्रले चितवनका प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकको रूपमा स्थान बनाइसकेको छ। यस क्षेत्रको पर्यटन प्रवर्धनका लागि सम्बन्धित निकायले अझै थप लगानी र व्यवस्थापन गर्न सकेको खण्डमा जलबिरे झरना चितवनको पर्यटकीय हब बन्ने देखिन्छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको जलबिरे झरना उचित प्रचार प्रसार र व्यवस्थापन गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको हब बन्ने निश्चित छ। क्रेटर नेपालका लागि क्यामेरामा रञ्जन खनालका साथ अशोक बजगाई, जलबिरे।